Hello guys, namaste, welcome back my channel and another video. हेर्नुस् हाम्रो गाउँको टोलीहरु साथीहरु हामी चाहिँ हाम्रो गाउँमा पनि बिहा छ अनि हामी अर्को गाउँमा पनि बिहा खान जाँदैछौँ। कानुन इमाङ कानुन लाङा पनि बिहाले इलाम पनि बिहाले पट्टको अनि यो चाहिँ हाम्रो गाउँको बिहे भोज खान जाने टिम हो। अनि मेरो चाहिँ यहाँ चाहिँ यो चामल सामली बोका पाकी सबैले बोकेर हिँड्ने खाने यहाँ रमाइलो साथीहरु। हाम्रो गाउँको नेपाली रोड हेर्नुस् यो यस्तो मजाको रोड छ। यो गर्नु न रमाइलो छ के ओके है हेलो साथी हाम्रो गाउँको डाँडा पखा यस्तै हो। आजको मौसम कति राम्रो भएको छ भाइ। फुपे त हाल्नु न भयो भयो भयो। अब हामीले कस्तो हाम्रो बोटोला आउँछ काल हेर यो फोटो जान खाने त्यतै लागिहाल्छ तागत साथीहरु यो हो हामी चाहिँ बिहामा आएको ठाउँ। त्यो गाडी हेर्नुस् बिहाको गाडी हो। आज टिकट भयो के खाइटेको अगाडि है सबै होटलले खान्छन् त्यहाँ समस्या हो। हाम्रो पनि कोही जान्छन् कोही देखाउन पठाउँछ म त कोही जान्छ हाम्रो गाउँको बिहाको भोजहरू खसीको मासु सेलरोटी पुरी रोटी मेरो पनि सर्लकै तान्नु सबै ल यो पनि तपाईँ तान्नु त यो धेरै तान्नु तान्नु कि तान्नु कुकुरले खान्छ खाऊ खाऊ भन्छ खाऊ जापानी छ गर्दा मिठो छ गर्दा यो मेरो हामीहरू बिहा खाएर घर फर्किँदैछौँ। गाइजहरू मेरो सासू चाहिँ नाच्नुहुन्छ एकछिन एकछिन नाचेर के हुनुहुन्छ
जान्छु अब घर जान्छु यता आउनु न यता हिँड्नु आउनु ठुलो हुन्छ हजुर सबैजना ठुलो ठुलो मान्छे हो सबैजना ठुलो पो हजुर मान्छे सानो पनि नाता ठुलो छ त हजुर साथीहरू म चाहिँ घर आएँ यस्तो घाम भयो आज कस्तो गर्मी चढिसकेको क्या आजभोलि अनि खानाहरू यस्तो मिठो थियो है अब बिहा चाहिँ उसको रहेछ क्या छोरी चाहिँ गिरीको छोरासँग बिहा गरेको रहेछ अनि केटा चाहिँ नेपाल आर्मी हुँदो रहेछ अनि मागेर बिहा गरेको रहेछ बिहा हुँदै थियो अनि हामीलाई चाहिँ हाम्रो गाउँमा पनि बिहा छ अनि त्यहाँ पनि यो पनि वरिपरि गाउँको छिमेकीको बिहा हो त्यो पनि त्यही भएर एउटै ठाउँमा चाहिँ एकै दिनमा चाहिँ दुईवटा बिहा भेटाउनु पर्ने भयो हामी चाहिँ छिटो खाना खाएर आइहाल्यौँ यता अहिले चाहिँ फेरि म प्रायः पछि घामले गर्दा पसिनाले पुरै कपडा पुरै धुलोले कपडा पुरै गनाइसक्यो फोहोर भयो फेरि कपडा फेरेर फेरि तलतिर जानु छ सो साथीहरू भिडियो हेर्दै गर्नु होला तलको बिहामा पनि गएर भिडियो बनाउँछु हेर्दै गर्नु होला साथीहरू म चाहिँ बिहा खाएर अनि अलिकति यो गाउँ पिसमा छ मिलमा जाँदैछु सो आजको भिडियो चाहिँ छोटो भयो भने म धेरै टाइमपछि आएँ त्यसको लागि अब सरी भन्न चाहन्छु किनकि म त्यति धेरै भिडियो बनाउनु पनि पाउँदिनँ सो अब चाहिँ छिटो पनि होइन ढिलो पनि होइन लगभग 10 देखि 15 दिनभित्रमा चाहिँ मैले चाहिँ हाम्रो कपाल भिडियोहरू राख्नेछु युट्युबमा र हामीसँगै बुढाबुढी भएको चाहिँ हुन्छ नि तपाईँलाई सोध्नु मन लागेको कुराहरू चाहिँ सोध्नु सक्नुहुन्छ मजाले भिडियोमा र आजको भिडियो चाहिँ यति नै भयो भन्दै अर्को भिडियोमा फेरि भेटौँला बाई सिउसुन र जाँदै लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जानु नबिर्सिनु होला थ्याङ्क यू सो मच